लगाइदिनुहोस् यहाँ मेरो भाइ ए डन भन्नु ल मेरो भाइ ए डन मेरो भाइ ए डन ओरेन्ज तेरो भाइ एरन भोगटे हो भाइ एरोप्लेनमा छ अनि लगाइदिएको भन न ल भयो भयो लगाइदिनुहोस् येलोको माथि मेरो ए डन एरोप्लेनमा चाहिँ ल यो यसरी लिएर लगाइदिनु यहाँ लगाइदिनुहोस् भाइ टिका हो भाइ छैन अब त्यसलाई भाइ यसले पूजा गर्नुहोस् अब नेपालमा आएपछि एडनलाई पूजा गर्ने नि त्यसलाई पूजा गर्ने त्यहाँ पूजा गर्नुहोस् ल फुल पनि लगाइदिनुहोस् पूजा गर्नुहोस् 5 चोटि 1 2 3 4 ढोगेर पूजा गर्न 5 त्यहाँ मण्डलमा पूजा गर्ने कहाँ त्यसलाई भोटे पूजा गरेन ल अब उता मण्डपमा पूजा गर न 1 ढोगेर 2 3 फुललाई ढोग्ने फुललाई यस्तो ढोग्ने अनि पूजा गर्ने के कतिचोटि पूजा गरेको एरनलाई खै भने खोइ 5 चोटि भन्नुहोस् न तेल फाट्छ होइन हजुरले पेन्टिङ गर्नु भएको हातमा अब यसले यस्तो गर्ने नि यस्तो लामो गर्ने ल मेरो भाइ भनेर ए डन लामो तान्नुहोस् तलबाट माथि तेरो भाइ एरन चाहिँ भोगटे हो ल अब यल्लो अब टिक्क गर्ने यसरी मम्मी मैले अब जान्छ ल अब त टिक्क मात्र गर्ने ल टिक्क गर्नुहोस् फर्स्टमा यहाँ मजाले गर्नु घुमाउ न रेड येल्लोको माथि ब्लूको माथि लाउनुहोस् न मम्मी सुक्यो केही नै हुँदैन यहाँ भिजिरहेछ नि हेर्नुहोस् काली हलमान तिमी हलमान हो छेची बुढी हो ल अब के गर्ने सिद्धि हो के भन्नु ऊ आर्यनालाई खै मैले दिन्छु सिधा रहेछ होइन तिम्रो भाइ अर्को भाइ ल छिटो ल यता पनि गर्नुहोस् होइन यता बहिनीलाई गर्ने ल बहिनीलाई टिका लगाइदिनु ल ऊ त्यो ठालेर आउनुहोस् ओ यो लजिले खाउँछ कहिले म समाउँछु टिका लगाइदियो ऊ त्यो पिर्का ताने यताले कहिले ल टिका लगाइदियो अलि यता उठेर लगाइदियो उठेर कहाँ बसेर पहिला मण्डपमा पूजा गर्न लाउनु न 5 चोटि पूजा गर्न मण्डपमा ऊ आफैले गरेर पुछिले गर्छ नि यसरी अलि त्यसले गर न उसले गर
त्यसले होइन मन तिमीले गर न उसले आमासँगले गर बचाल त गर्छु नि ल मनाउ पूजा चाहिँ आफैले गर्छ नि खै ल पूजा गरौँ किन ल यसलाई दिनु रे यसलाई ल तेरो बहिनीलाई चाहिँ अलिअलि चामल त्यही म 5 चोटि गर्छु ल फुल पनि दिनु आमा मलाई दिनु दिन दिन ल ल ल त 2 2 3 ल भयो भयो ल अब बहिनीलाई टिका लगाइदिनुहोस् दाहिने हातले ल पहिला येल्लो यसले यसले यो ह्यान्डले यो ल यो पहेँलो ल लगाइदिनुहोस् बेबीलाई ल ल ल ल भयो 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 एरन भएको ल ल हेर न अरे ल अनि लगाइदिनु त्यही हो फ्रेन्ड्स गा मेरो भुन्तेको फर्स्ट भाइ टिका अब रेड टिका लगाइदिनुहोस् अब यसरी लाउने सानो टिका लगाइदिनु सानो टिका लगाइदिनु फोटो पनि खिच्नु त्यसबाट खिचेपछि ल ल छिटो ए सबै के लगाइदिएको लगाइदिनु राम्रोसित टेक्क लगाइदिएन ल ल भयो 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 न यो फुल पनि लगाइदिनु दुइटै लगाइदिनु खै म लगाइदिन्छु खै त्यसो निमन्त्ने होइन भने लाठी सिधै दिने भने दिनुहोस् ल पूजा पूजा गर्ने अब त्यो 7वटा कलर त्यो टिका लगाइदियो अर्को जाने छ नि है बिचाराको टिका बुझ्नु भन्नु अहिले यो गर्ने पहिला व्हाइटले गर्ने यो गर यो छोड चाहिँ यहाँ यसले गर्ने के यसरी यसरी लामो लामो गरिदिनुहोस् ल यहाँ है ल होइन यसलाई टिका मात्र गरिदियो ल टिका मात्र गरिदियो टिका टिका टिक टिक व्हाइट टिका ल फर्स्टमा व्हाइट टिका ल ल ल ए भगवान् बुढी हौ माथि सबसे माथि हो ल अब रेड त्यही व्हाइट त्यसले लिनुहोस् त्यसले रेड लिनुहोस् कति धेरै लिएको टिका मात्र गर न खोइ अब 5 चोटि नि ठिक्क भयो तँलाई ठिक्क भयो त्यही गर्नुपर्छ असुङ माम गर गर ल ए ठिक्क भयो ठिक्क भयो ल ठिक्क भयो अति राम्रो